ओसनमा कस्तो सुसु गर्छ मैले गर्छु तिमीले हेलो गाइस यिनीहरू चाहिँ रङ एन्सर अन्ली वाला च्यालेन्ज खेल्न लाग्छन् म चाहिँ क्वेसन गर्छु अनि म देखिन्न पनि खासै राम्रो हालतमा छु भाइ जसले कसैलाई एन्सर राम्रो दियो रङ दियो भने कुट्ने है ऊ गर्न पाइँदैन म रेडी हो रेडी रेडी सुरक्षाको टर्न खुट्टामा के लगाउँछौ हात यस्तो दिले भने खुट्टा है खुट्टा सामान है टाउकोमा के पर्छ चार्जर तिमी खोर्सानी कस्तो हुन्छ लाइट मुख केले धुन्छौ साबुन तू क्या बोल रही है ल तिम्रो है ल मुटु ढुकढुक भयो न भने के हुन्छ फोन केस हेर के जिरिया छ भनेर त्यही भन्दै मजा हैन त्यस्तो नभन ल अलि रिलेटेड भन ल बाबाको बुढलाई के भन्छन् आन्टी 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 अड्की दिले भने नि त धाराबाट के आउँछ पानी पानी ल मजा आया दुईजनामा को धेरै राम्रो छ म आँखा नदेख्नेलाई के भन्छ पागल मेरो नाम के हो सुरक्षा 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 हनुमान को हुन् गु मरना तेरे को डर नहीं लगता आगोले के दिन्छ पानी आगोले पानी दिन्छ बाघले के खान्छ गु सबैमा गुरु भन्नु ओइ पानी पाइदैन है एउटै आन्सर भयो ल तिम्रो बोयफ्रेन्ड छ छैन राइट थियो ओसनमा कस्तो सुसु गर्छ मैले गर्छु तिमीले गर्दिन सुसु गर्नु भनेको छु गर्दिन सामान 2 + 2 कति हुन्छ 6 मोमोमा के हुन्छ गु ओइ अब गु जति बेला पनि छोटो मिठो शब्द छोटो मिठो शब्द ऐसे तो नहीं होता है किन सुत्छौ निन्दा नलागेर के भन्छ हेर यहाँ पकिरहेको हुन्छ हेर मलाई पृथ्वी कस्तो छ मायालु मायाले छ त पृथ्वी हो त त्यही भएन नकास यस्तो राम्रो छ हामी जन्मेका छौँ नि त यो धरती ल ल ल ल पाइयो पाइयो तपाईँ के खानुहुन्छ म पानी पानी पिउँछु नि त त्यस्तै हो हामी त खान्छौँ कसैले चपाउँछन् पनि त्यही होइन मन्डेपछि के आउँछ थाहा छैन घिउ केबाट बन्छ पानीबाट घामले के दिन्छ थाहा छैन रुको जरा सबर करो कोक कुन कलरको हुन्छ थाहा छैन तुमसे ना हो पाएगा थाहा छैन थाहा छ गु तीनटा आन्सर सुरक्षाको चाहिँ नेल पलिस कहाँ लगाउनुहुन्छ आत्मा कसैको नङ उकेको छ अरे एउटा नङ जस्तो बनाउनु जुब्रा कहाँ पर्छ कालो कालोमा पर्छ आँसु कहाँबाट आउँछ आँखाबाट ल बिर्सिहाल्नु नै रियाक्सन है रियाक्सन फेसियल रियाक्सन है हाँस्दा फेस कस्तो हुन्छ रिस उठ्दा फेस कस्तो हुन्छ सरप्राइज हुँदा कस्तो हुन्छ रुदा कस्तो हुन्छ ल भयो द एन्ड कस्तो लाग्यो गाइज राम्रो लाग्यो भने तपाईँहरू पनि यो गेम खेल्नु होला आजलाई यति नै धन्यवाद बाई बाई